Hello everyone. So it's been so long है धेरै पछि भिडियो बनाउँदै छु। अब मैले भिडियो बनाउँदै छु भनेपछि त पक्कै कि मैले भिजा अप्लाई गरे अनि अथवा म के कता जान लाग्दै छु त्यसपछि भिडियो बनाउने न हो हैन, किनभने मेरो लास्ट ट्रिपको पनि झन्डै 1 वर्ष त बढी भएछ हो। किनभने म अगस्टमा गएको थिएँ लास्ट ट्रिपको लागि। अगस्टमा गएको थिएँ लास्ट ट्रिपको लागि 3 वटा डेस्टिनेसन थियो। अब त्यसपछि त यो अगस्ट पनि सकियो रे, अहिले त नोभेम्बर भनेपछि न्यू इयर आउँदैछ। सो फाइनल्ली गाइस यो पालि चाहिँ न्यू इयरको लागि मैले फेरि रिप्लान गरेको छु पुरानै डेस्टिनेसन, म गएको डेस्टिनेसन, बेस्ट अफ द बेस्ट डेस्टिनेसन र वर्ल्डको टप मोस्ट भिजिटेड डेस्टिनेसन भन्छ। तपाईँ आफै गेस्ट गर्नुहोस् कुन देश होला त्यो है। यो कुरो म पहिले पनि ट्राभल गरिसकिसकेको छु त्यहाँनिर। आई डोन्ट नो, आई एम नट प्रिटी स्योर कि भिजा दिया छ छैन भनेर। सो फर यर काइन्ड इन्फर्मेसन मैले चाहिँ 20 तारिकको दिन अप्लाई गरेको थिएँ है। 20 तारिकको दिन अप्लाई गरेको थिएँ। आज कति तारिक भयो, आई गेस फर्स्ट है, 1 तारिक भयो। 20 तारिक अप्लाई गरेको 1 तारिक भयो। सो छिटै डिसिजन आयो, सो फास्ट। सो आज म जाँदैछु यहाँ भिएफएस। अब भिएफएस गएपछि के हुन्छ, किनभने भिजा एन्ड दोज थिङ्स दिज आर अल अनप्रेडिक्टेबल थिङ्स नि त। त्यही भएर म आज जाँदैछु। गइसकिसकेर अब डिसिजन के हुन्छ होइन, त्यो सरप्राइज बक्समा के रहन्छ, भिजा रहन्छ मेरो फेभरमा वा रिजेक्सन रहन्छ, त्यो चाहिँ हेर्न बाँकी नै छ। सो त्यसले गर्दा अहिले आई एम अन दि वे टु भिएफएस। अहिले भिएफएस पनि सरेको छ, तपाईँहरूलाई थाहा नै होला। अस्ति 20 तारिकदेखि भिएफएस सरेर हाम्रो थापाथली पुगेको छ। मोस्ट अफ द भिएफएसहरू चाहिँ अब अहिले थापाथलीबाट अपरेट हुन्छ, न कि के अरे यता साइन्स सेन्टरबाट। सो म थापाथली गएर मेरो भिजा कलेक्ट गरेर तपाईँहरूसँगै बसेर म त्यसलाई अनबक्स गर्छु है त, के आउँछ त्यो पार्सलमा। त्यसपछि म तपाईँहरूलाई जानकारी दिन्छु है त। टिल देन स्टे ट्युन्ड। सो म चाहिँ अहिले आइपुग्नु आएँ। अब मोरलेस 300-400 किलोमिटर होला। अहिले चाहिँ ठ्याक्कै म माइती घर आइपुगिसकेको छु भने म तपाईँहरूलाई माइती घरपट्टि अगाडि त्यही त हो नेपालमा काठमाडौँमा कुदाउनु पऱ्यो चाहिँ जाम, एकदमै जाम हुन्छ। ठ्याक्कै अब आइपुग्नु लाग्यो। बानेश्वरबाट आइरहेको छु नि हामी, बानेश्वरबाट आइरहेको छु नि। अहिले चाहिँ म बानेश्वर गयोबाट होइन है, म चाहिँ यता दल सडक हुँदै आइरहेको भने बानेश्वरको होबाट आइरहेको छु भनेदेखि बानेश्वरबाट सिधै आउँदा थापाथलीपट्टि लिने भइहाल्यो यो माइती घरपट्टिबाट। भने मैले चाहिँ राउन्डअबाउटबाट सटलक स्ट्रेट गएर अब अहिले थापाथली जाँदैछु। र जाइरहँदाखेरि हाम्रै लेफ्ट साइडबाट लेफ्ट लिनुपर्छ। एलएस बिल्डिङ भनेर, एलएस मल, एलएस बिल्डिङ जे भने नि त्यो छ है। ठ्याक्कै त्यो टाटाको जुन छ नि, टाटा रिकन्डिसन हाउस, कतिले थाहा छ टाटाको रिकन्डिसन हाउस भनेको सिप्रादीको छ नि, ठ्याक्कै त्यो सँगै हो भित्र छिर्ने बाटो। वा भनौँ टाटा कट्नुहुन्थ्यो, त्यसबाट लेफ्ट लिने बाटो म तपाईँहरूलाई देखाउँदैछु है त। सो अब यहाँनिर अगाडिपट्टि सिभिल इन्सुरेन्स भन्ने देखाइरहेको छ, यता एरोहरू देखाइरहेको छ लेफ्टपट्टि। ठ्याक्कै टाटा कट्यो हामी, हाम्रो लेफ्ट साइडमा टाटा कट्ने बित्तिकै यहाँनिरबाट हामी छिर्छौँ है त। सो यहाँबाट स्ट्रेट त्यहाँनिर तपाईँहरूले अगाडि बिल्डिङ देख्न सक्नुहुन्छ, एलएस लेख्या। अब तपाईँहरू एकछिन बस्दै गर्नु होला भिडियोमै, म चाहिँ अब म मेरो पासवर्ड कलेक्सन गर्छु, त्यसपछि भन्छु। सो मैले कलेक्सन गरेर आइसकेँ गाइज, तर एउटा समस्या आयो। त्यत्रो जटिल तपाईँहरूले सोचे जस्तो समस्या होइन। मैले चाहिँ यो यहाँ आएर तपाईँहरूसँग आएर चाहिँ टियर गरौँला अनि खोलेर हेरौँला के भएछ भन्ने लागेको थियो। तर माथि गएको मैले त आइडी कार्डहरू केही पनि बोक्नै बिर्सिहाल्छु क्या, आइडी प्रुफहरू केही पनि रहेनछ अनि नागरिकताहरू केही पनि नभइसकिसकेपछि त अब उनीहरूले
त्यो केसमा चाहिँ यो खोलेर अनि एकचोटि उनीहरूले पासवर्ड म्याचिङ गराउँदो रहेछ फेससँग। सो त्यसले गर्दा हो। सो गाइज डर लागेको थियो। बाइ द वे मैले यो भनेको थिएँ भिडियोमा, मलाई फोन आएको थियो 2 चोटि फ्रान्स एम्बेसीबाट। फोन उठाइनँ मैले। कहिले आएको थियो भने नि मलाई भिजा लागेको छु मेरो 21 तारिकै फोन आएको थियो। मैले 21 तारिक फोन आएको थियो, 2 चोटि फोन आयो। म इन्टरभ्यू के अरे म मिटिङमा थिएँ, मैले फोन उठाउन पाइनँ। सो गाइज मेरो फ्रान्सको भिजा लगाएर आएछ। फर्स्ट टाइम फ्रान्सको मल्टिपल इन्ट्री भिजा। अभियसली मेरो साथीको अस्ति भर्खर एउटा सेम म एउटा भिजा लगाएपछि उहाँको लागेको थियो, उहाँको पनि लागेको थियो फ्रान्सको। त्यसपछि उहाँ एकचोटि नेदरल्यान्ड ट्राभल गरेर आउनुभयो एन्ड देन योचोटि फेरि फ्रान्सको मैले हालिदिएको थिएँ। यसपालि उहाँको 6 महिनाको भिजा लगाएर आयो, जसमा चाहिँ 90 दिन चाहिँ मल्टिपल स्टे गर्न मिल्ने गरी लागेको थियो उहाँको। सो मेरो पनि त्यही लागेर आएछ। बाइ द वे 90 दिनको भिजा छ। मलाई एकदम डर लागेको थियो किनभने रिजेक्ट हुन्छ कि भन्ने तनाव थियो। फोन उठाइन नि त बाइ द वे। सो त्यसले गर्दा थियो। जस भिजा लाग्यो, खुसी लाग्यो। अब ट्राभल प्लान चाहिँ मैले डिसेम्बरको लागि भनेर मागेको थिएँ, क्रिसमस न्यू इयरको लागि भनेर। आई डोन्ट नो अब के हुन्छ मेरो त्यस बिचमा चाहिँ। तर यो सँगै अब अर्को एउटा भिजा पनि लिँदैछु 2-4 दिनपछि, तपाईँहरूलाई त्यो पनि अपडेट गर्छु। त्यसपछि भन्छु म कसरी, म कुन रुट पाएर के प्लान गरेर म कसरी जान्छु भनेर है त। सो थ्याङ्क यू गाइज। अब अरू केही इन्फर्मेसनहरू आयो भने म तपाईँहरूलाई भनि नै हाल्छु। सो यही हो, जाने हेर्नुलाई है। 90 डेज लेखेको छ। सो त्यही हो भिजाले। अब तपाईँहरूलाई पनि केही चाहिन्छ भिजासँग रिलेटेड सर्भिसेस केही चाहिएको छ, केही जिज्ञासाहरू छ, केही क्वालिटीहरू छ भने तपाईँले जतिखेर पनि मलाई राख्न सक्नुहुन्छ है। मेरो जुनसुकै पनि सोसियल मिडिया ह्यान्डल्समा सम्पर्क सक्नुहुन्छ। सो अहिलेलाई चाहिँ बाई बाई।